Hello, good evening, my dear students. From today, we are going to start the online class of class 11 as well as class 12 also. Now, it is the class of 11, and as I have committed in class 11, we will start organic chemistry. So, let us discuss about the organic chemistry. My dear students, as you know, chemistry has too many branches like physical chemistry, inorganic chemistry, organic chemistry, nuclear chemistry, applied chemistry, food chemistry, and so on. There are too many branches of chemistry. Among them, the most important branches of chemistry is organic chemistry. In class 11, we are mainly concerned with four branches of chemistry. One is physical chemistry, another is inorganic chemistry, third one is organic chemistry, and the last one is applied chemistry. Among these four branches of chemistry, let us start organic chemistry. So, organic chemistry. Organic chemistry. We are going to know about organic chemistry of class 11. Class 11. आज हामी क्लास 11 को जो इम्पोर्टेन्ट ब्रान्च अफ केमिस्ट्री छ जसलाई हामी अर्ग्यानिक केमिस्ट्री भन्छौँ र यो हामी सुरुवात गर्न गइरहेका छौँ। यो विद्यार्थीहरूको लागि खास गरेर कक्षा 11 को विद्यार्थीहरूको लागि बहुत इम्पोर्टेन्ट च्याप्टर छ। किनकि कक्षा 12 मा गएपछि अर्ग्यानिक केमिस्ट्री मेन पोर्सन छ। 12 कक्षामा लगभग 50 देखि 60% कोर्स अर्ग्यानिक केमिस्ट्रीसँग रिलेटेड छ। त्यसैले 12 कक्षा राम्रोसँग बुझ्नको लागि हामीलाई कक्षा 11 को अर्ग्यानिक केमिस्ट्री अर्थात् हाम्रो बेस जुन हाम्रो बेस छ त्यो के हुनु पर्यो, मजबुत हुनु पर्यो। र त्यो मजबुती हामी कसरी बुझ्छौँ त अर्ग्यानिक केमिस्ट्रीको सुरुदेखि हामी बुझ्ने प्रयास गर्छौँ। अर्ग्यानिक केमिस्ट्री कसलाई भन्छ, अर्ग्यानिक कम्पाउन्ड्स भनेको के हो, कसरी हामी चिन्ने, कसरी यसको नामाङ्करण गर्ने, यसको रिएक्सनहरू के छन् त यसको बारेमा हामी सबै कुरा यहाँ बुझ्छौँ। यो अनलाइन क्लासबाट नै हामी बुझ्छौँ र तपाईँ यसमा ढुक्नुहोस् कि तपाईलाई तपाईको बेस बनाउने काम मेरो हो। तर लगातार भिडियोलाई अथवा क्लासलाई एटेन्ड गर्नु पर्यो, भिडियोलाई हेर्नु पर्यो, स्क्याप नगरिकन हेर्नु पर्यो। त्यसैले त्यसमा ध्यान दिनु होला। अब लेट अस स्टार्ट अर्ग्यानिक केमिस्ट्री। My dear students, question arises: what is organic chemistry? To know the chemistry, organic chemistry, we have to know what is organic compound. Organic compound. Organic compound. Organic compound का लेना है। पहले हम ये बुझ सकते केमिस्ट्री आगे बुझाएंगे। तो हेर्नुस् यो जुन अर्ग्यानिक छ यसको अर्थ हुन्छ लाइफ। एकदम सिम्पल भएर हामी सुरुवात दियौँ लाइफ। लाइफ means what? Living things. Living things means what? Animals and plants. So, how can we define organic compounds? Very simple. The compounds or the substances, chemical substances, which are obtained from the living organism, that is animals and plants, are called organic compounds. Very simple. यो एकदम कक्षा 8 को विद्यार्थीहरूको लागि खास गरेर जो विद्यार्थी कार्बन भनेको सुनेको हुँदैन हैन, हाइड्रोजन भनेर सुनेको हुँदैन, बच्चाहरू जो हुन्छ त्यसलाई पनि हामी बुझाउन सक्छौँ यो परिभाषाले।
भनेको जुन कम्पाउन्ड जुन सब्स्टान्स हामी लिभिङ अर्गानिजमबाट पाउँछौँ, लिभिङ अर्गानिजम भन्नाले कि त एनिमलबाट पाउँछौँ कि त प्लान्टबाट पाउँछौँ, त त्यस्तो अर्ग्यानिक कम्पाउन्ड्सलाई हामी के भन्छ त, त्यस्तो कम्पाउन्ड्स त्यस्तो सब्स्टान्सलाई हामी के भन्छ त अर्ग्यानिक कम्पाउन्ड्स भन्छ। भनेको जो एनिमल्सबाट पाउँछ हामी, जो प्लान्ट्सबाट पाउँछ, जस्तै वाइन छ, तेल, तोरीको तेल हामी कहाँबाट पाउँछौँ, बिरुवाबाट पाउँछौँ, प्लान्टबाट पाउँछौँ। त वाइल इज द अर्ग्यानिक कम्पाउन्ड्स। फ्याट्स, वाइल्स एन्ड फ्याट्स, कार्बोहाइड्रेट्स, प्रोटिन, यो सबै के हो त हामी लिभिङ अर्ग्यानिजमबाट पाउँछौँ, लिभिङ थिङ्सबाट पाउँछौँ। त्यसैले हामी त्यस्तो कम्पाउन्ड्स जो लिभिङ अर्ग्यानिजमबाट हामी प्राप्त गर्छौँ, अब्टेन गर्छौँ, त त्यस्तो कम्पाउन्ड्सलाई हामी के भन्छ त अर्ग्यानिक कम्पाउन्ड्स भन्छ। यो सबभन्दा सुरुवातको कन्सेप्ट आयो, अर्लियर सुरुवातको कन्सेप्ट यो जो हामीले कसैलाई पनि बुझाउन सक्छौँ कि जुन सब्स्टान्स हामीले पायौँ लिभिङ अर्ग्यानिजमबाट, एनिमलबाट अथवा प्लान्टबाट, त्यस्तोलाई हामी भनिदिनु अर्ग्यानिक कम्पाउन्ड्स। यो सानो सानो बच्चाहरू 6-7 क्लासको बच्चाहरूले पनि बुझाउँदाखेरि यो बुझ्छ। हामी त कक्षा 11 मा पढिरहेछौँ, तर हामीले पनि यो बुझेर राख्यौँ। त्यसैले यहाँ लाइफ वर्ड के भयो, द कम्पाउन्ड्स which are obtained from life. Life means living organism. Living organism is what? Animal and plant. Example of क्या क्या भयो? Oils and fats भयो, है ना? Carbohydrates, कार्बोहाइड्रेट्स हुन्छ नि, त्यसमा ग्लुकोज आउँछ, हैन, फ्रुक्टोज आउँछ, अरू पनि छ सुक्रोज, सेलुलोज, धेरै छ, हैन। त्यस्तै हैन प्रोटिन आइहाल्यो, प्रोटिन जो एमिनो एसिड्सहरू हो, यो सबै के हो त हैन अर्ग्यानिक कम्पाउन्ड्सको एक्जाम्पल्स हो। यो कन्सेप्टबाट अब विद्यार्थीहरू जब माथि क्लासमा पुग्यो, जब उसले कार्बनको बारेमा बुझिहाल्यो, कार्बनको बारेमा अब हेर्नुहोस् हामी आइरहेको छौँ कक्षा 11 सम्म। कार्बन भनेको मेजर कन्स्टिट्युएन्ट्स अफ द organic compounds. It has been found that carbon is the major constituents of the organic compounds. अब जो विद्यार्थी कार्बनको बारेमा बुझिहाल्यो, हैन, एटमिक नम्बर 6 भएको एलिमेन्ट जो कार्बन छ, जब यसको बारेमा उले केही बुझिसकेपछि परिभाषालाई के गर्यो, डेफिनेसनलाई के गर्यो, मोडिफाइड गरिदियो। अब त्यस्तो बच्चाको लागि परिभाषा फेरि के आयो, त्यस्तो विद्यार्थीको लागि परिभाषा के आयो त कार्बन कन्टेनिङ कम्पाउन्ड्स। हेर्नुस् एकदम कम्पोजिसनको आधारमा डेफिनेसन आयो कि जुन कम्पाउन्ड्समा कार्बन छ र त्यसको डेरिभेटिभ्स भनेको त्यसबाट बनेको अरू जति पनि सब्स्टान्सेसहरू छ कार्बनबाट बनेको कम्पाउन्ड्सहरू, त्यसलाई के भन्ने त अर्ग्यानिक कम्पाउन्ड्स भन्ने। यो डेफिनेसन आयो, फेरि मोडिफाइड भएर कक्षा 9 मा आइहाल्यो यो डेफिनेसन। 8-9 मा देखि सुरु छ अहिले, है, कि जुन कम्पाउन्ड्समा कार्बन लागेको छ, फर्मुलामा कार्बन छ, कम्पोजिसनमा कार्बन छ, त त्यस्तो कम्पाउन्ड्सलाई हामी के भन्ने त अर्ग्यानिक कम्पाउन्ड्स भन्ने। जस्तै हेर्नु त CH4 अर्ग्यानिक कम्पाउन्ड्स, यो छ कार्बन, यसमा छ लाग्यो, यो यहाँ ग्लुकोजको फर्मुला छ के छ, C6H12O6 कार्बन छ। त जुन कम्पाउन्ड्समा कार्बन छ र डेरिभेटिभको यसबाट बनेका अरू धेरै भनेको कार्बनका सन्तानहरू जति पनि छ, कार्बनबाट बनेको कार्बनको छोराहरू, कार्बन डेरिभेटिभ्स, त त्यस्तो कम्पाउन्ड्सलाई हामी के भनिदिने त, हैन, के भनिदिने अर्ग्यानिक कम्पाउन्ड्स भनिदिने, जसमा कार्बन छ। तर यसमा पनि एक्सेप्सनल केस आयो। एक्सेप्सनल केस के आयो, धेरै कम्पाउन्ड्स यस्तो छ जसमा कार्बन छ तर अर्ग्यानिक कम्पाउन्ड्स होइन, त्यो अर्ग्यानिक कम्पाउन्ड्स होइन। जस्तै कार्बन डाइअक्साइड, अब कार्बन छ यसमा,
तर इट इज नट द अर्ग्यानिक कम्पाउन्ड, यो अर्ग्यानिक कम्पाउन्ड्स होइन है। त्यस्तो धेरै कम्पाउन्ड छ नि, क्याल्सियम कार्बोनेट CaCO3 ढुङ्गा, यसमा पनि कार्बन छ कि छैन? कार्बन त छ, तर यो अर्ग्यानिक कम्पाउन्ड्स होइन भनेको यसमा एक्सेप्सनल केस आयो। त्यसैले डिफिनेसन के भयो त मोडिफाइड भएर यसलाई पनि डिफिनेसनमा हालिदियो एक्सेप्सनल केसलाई। त परिभाषा के बनाइदियो? कम्पाउन्ड्स अफ कार्बन एक्सेप्ट जोडिदियो, कम्पाउन्ड्स अफ कार्बन एक्सेप्ट देयर ऑक्साइड्स, एक्सेप्ट देयर हाइड्रोक्साइड्स, एक्सेप्ट देयर कार्बोनेट्स, एक्सेप्ट बाइकार्बोनेट्स and hydrogen cyanide. Means there are too many exceptional case in this definition. Carbon containing compounds and their derivatives are called organic compounds. यति त भन्यो, तर यसमा के आयो? एक्सेप्सनल केस धेरै नै आइहाल्यो है। कसलाई छोडेर यहाँ लगाउनु पर्यो डिफिनेसन, यो डिफिनेसन त्यसमा कन्डिसन लगाउनु पर्यो कि यसलाई छोडेर हैन, अक्साइडलाई छोडेर, कार्बोनेटलाई छोडेर हैन, बाइकार्बोनेटलाई छोडेर, यो बाइकार्बोनेटलाई छोडेर यति धेरै एक्सेप्सनल केस, हाइड्रोजन साइनाइडलाई छोडेर हेर्नुहोस् यहाँ त छ कार्बन, तर अर्ग्यानिक कम्पाउन्ड्स होइन। त धेरै एक्सेप्सनल केस आयो यसमा। त्यसैले डिफिनेसनलाई के गरिदियो? फेरि मोडिफाइड गरिदियो, लेटेस्ट जो अहिले हामी पढ्छौँ कक्षा 11 मा। त डिफिनेसन के आयो? त डिफिनेसन आयो अब किनकि यसमा धेरै एक्सेप्सनल केस आयो कार्बनमा, एक्सेप्सनल केसलाई हटाउनको लागि डिफिनेसन के बनायो भने हाइड्रोकार्बन्स, अब नाम दिहाल्यो हाइड्रोकार्बन्स, एन्ड देयर डेरिभेटिव्स, सिम्पल वन आर कल्ड अर्ग्यानिक कम्पाउन्ड्स। हाइड्रोकार्बन कार्बनमा लगाइदियो हाइड्रो भनेको हाइड्रोजन र कार्बनको कम्पाउन्ड, नट ओन्ली कार्बन विथ हाइड्रोजन एन्ड देयर डेरिभेटिव्स आर कल्ड अर्ग्यानिक कम्पाउन्ड्स। अर्थात् अर्ग्यानिक कम्पाउन्ड्स हामी कसलाई भन्ने? त अर्ग्यानिक कम्पाउन्ड्स भनेको जुन कम्पाउन्ड्समा कार्बन र हाइड्रोजन लागेको छ, अर्थात् हाइड्रोजन र कार्बन इसेन्सियल भइहाल्यो, कम्पलसरी भइहाल्यो, हुनैपर्छ त्यहाँ कार्बन हाइड्रोजन। जस्तै कि यहाँ छ कार्बन पनि छ, हाइड्रोजन अर्ग्यानिक हो, यसमा यो पनि अर्ग्यानिक हो, कार्बन हाइड्रोजन छ। त्यसैले अब जब कसैले सोधिदिन्छ कि अर्ग्यानिक कम्पाउन्ड्स कसलाई भन्ने, त तपाईले भन्नु हाइड्रोकार्बन्स वाट कम्पाउन्ड्स अफ हाइड्रोजन एन्ड कार्बन आर कल्ड हाइड्रोकार्बन्स एन्ड देयर डेरिभेटिव्स आर कल्ड अर्ग्यानिक कम्पाउन्ड। यसले के भन्छ? अर्ग्यानिक कम्पाउन्ड्स भन्छ, अर्ग्यानिक कम्पाउन्ड्स भन्छ है। डेरिभेटिव्स आर कल्ड अर्ग्यानिक केमिस्ट्री कम्पाउन्ड्स, अर्ग्यानिक कम्पाउन्ड्स। अब यसमा पनि एक्सेप्सनल केस आयो, तर यति धेरै एक्सेप्सनल केस छैन। यसमा एक्सेप्सनल केस के आयो? एक्सेप्ट, हेर्नु न, एक्सेप्ट यसमा पनि आयो, एक्सेप्ट को आयो? त बाइकार्बोनेट CaHCO3 होल, यो एक्सेप्सनल केसमा आयो। हेर्नु यहाँ कार्बन पनि छ, हाइड्रोजन पनि छ, त हाइड्रोजन र कार्बन दुवै छ भने अर्ग्यानिक हुनु पर्यो, तर यो पनि अर्ग्यानिक होइन। यसलाई राख्नु पर्यो ध्यानमा, बाइकार्बोनेटलाई छोडेर। अर्को हाइड्रोजन साइनाइड HCl। अब HCl में यहाँ पनि हाइड्रोजन पनि छ, कार्बन पनि छ, तर यो पनि अर्ग्यानिक कम्पाउन्ड्स होइन। तर यो परिभाषामा के भन्नु, हामीले कन्डिसन धेरै छैन, दुईटा एक्सेप्सनल केस आयो, बाइकार्बोनेट र हाइड्रोजन साइनाइड। यसलाई छोडेर जति पनि कार्बन र हाइड्रोजनको कम्पाउन्ड छ त्यो कम्पाउन्ड्सलाई हामी के भन्ने त? अर्ग्यानिक कम्पाउन्ड्स भन्ने। त्यसैले अब हामी एउटा डिफिनेसन बनाउँछौँ, जो हामीले कन्क्लुजन निकाल्छौँ डिफिनेसनको। कुन डिफिनेसन हामी भन्ने त? लास्ट वाला मोडर्नाइज, जसमा एक्सेप्सनल केस बहुत कम छ। त्यसैले हामी हाउ क्यान वी डिफाइन, यसलाई हामीले कसरी भन्ने? कसैले सोधिदियो व्हाट इज अर्ग्यानिक कम्पाउन्ड्स, व्हाट इज अर्ग्यानिक केमिस्ट्री भनेर सोध्छ, तब के भन्ने? सुन्ने हाइड्रोकार्बन्स एन्ड देयर डेरिभेटिव्स
except bicarbonates and hydrogen cyanide are called organic compounds. And chemistry dealing with that organic compound is called organic chemistry. अब मैले के भने organic chemistry भनेको माथि हेडलाइन नै लेखेको छु organic chemistry कसलाई भन्ने त chemistry dealing with organic compounds त्यो chemistry त्यो रसायनशास्त्र जसले organic compounds लाई डिल गर्छ अब organic compounds कसलाई भन्छ त hydrocarbons and their derivatives except bicarbonate and hydrogen cyanide that are called organic compounds and chemistry dealing with that compounds is called organic chemistry. यो आयो डेफिनेसन तीनटा डेफिनेसन मैले भने एउटा सानो बच्चाहरुको लागि 7 क्लास 6 क्लासमा पढ्छले बुझाउनु पर्यो बाबुहरु जुन कम्पाउन्ड्स लिभिङ अर्गानिजमबाट पाउँछौ एनिमलबाट पाउँछौ प्लान्टबाट पाउँछौ त्यस्तो कम्पाउन्ड्सहरुलाई हामी भन्दिने के त अर्गानिक कम्पाउन्ड्स भन्ने र केमिस्ट्री डिलिङ विथ दैट कम्पाउन्ड इज कॉल्ड अर्गानिक केमिस्ट्री एउटा डेफिनेसन यो आयो दोस्रो डेफिनेसन आयो अलिकति माथि भइहाल्यो 8 क्लास 9 क्लासमा आयो त हामीले यसलाई यसरी सिकाउँछौ कि compounds containing carbon or compounds of carbon simply compounds of carbon and their derivatives except oxides of carbon carbonate bicarbonate hydrogen cyanide hydroxides all that compounds are called organic compounds and chemistry dealing with that compound is called organic chemistry. And the last definition हामीले पढ्यो यो 11 कक्षाको लागि परफेक्ट छ भन्न सक्छु 11 कक्षामा the hydrocarbons and their derivatives means हाइड्रोजन र कार्बनबाट बनेको अरु धेरै कम्पाउन्ड्सहरु लाखौं कम्पाउन्ड्स मिलियन्स अफ अर्गानिक कम्पाउन्ड्स छ त्यसैले हाइड्रोकार्बन्स एन्ड देयर डेरिभेटिभ भनेको त्यसको छौवा सन्तानहरु जति पनि छ कार्बन र हाइड्रोजनको द हाइड्रोकार्बन्स एन्ड देयर डेरिभेटिभ्स आर कॉल्ड अर्गानिक कम्पाउन्ड्स एक्सेप्ट यसमा पनि एक्सेप्सन आयो बाइकार्बोनेट एन्ड हाइड्रोजन साइनाइड that are called organic compounds and chemistry dealing with that compound is called organic chemistry. अब यहाँ एउटा एक्सेप्शनल केस अरु छ एक्सेप्शनल केस के छ भने अब यस्तो पनि कम्पाउन्ड छ जसमा हाइड्रोजन छैन कार्बन छ हाइड्रोजन छैन तर त्यो अर्गानिक कम्पाउन्ड हो त्यसलाई पनि तपाईले कसैले झुक्क्याएर तपाईले चेक गर्न चाह्यो भने तपाईले सोधिदिन्छ कार्बन टेट्राक्लोराइड CCl4 हेर्नु त यो अर्गानिक कम्पाउन्ड्स यो के हो अर्गानिक कम्पाउन्ड्स हो अर्गानिक कम्पाउन्ड्स हो यो तर नहुनु पर्ने किनकि यहाँ हाइड्रोजन त छैन त यसलाई ध्यानमा राख्नु पर्यो कि यस्तो तपाईले भन्नुहुन्छ कि यस्तो अर्गानिक कम्पाउन्ड्सको नाम भन जसमा हाइड्रोजन छैन त कार्बन टेट्राक्लोराइड CCl4 कार्बन टेट्राक्लोराइड नाम लेख्न त सिकाउँछु नि तपाईहरुले कार्बन टेट्राक्लोराइड यो कमन नेम हो यसको कार्बन टेट्राक्लोराइड यसको नाम के हो हैन कमन नेम के हो कार्बन टेट्राक्लोराइड क्लोराइड भने यसको आइयुपिएसी अहिले तपाईलाई थाहा छैन सिकाएको छैन मैले सिकाउँछु तर हैन टेट्रा क्लोरो मिथेन नाम हो यसको मिथेन तत्कालको लागि लेख्नुस् ध्यानमा राख्नुस् त यो हो तपाईको अर्गानिक केमिस्ट्री को डेफिनेसन इन्ट्रोडक्सन त म आज यहाँबाट सुरुवात गरे यसलाई तपाई लेक्चर 1 मा यतिलाई बुझेर राख्नुस् नेक्स्ट क्लास फेरि अर्को लेक्चरमा म एउटा अगाडि पढाउँछु जसमा हाम्रो हेडलाइन हुनेछ नेक्स्ट मा हामी के पढ्छौं नेक्स्ट त्यसपछि हामी पढ्छौं हैन भाइटल फोर्स थ्योरी एन्ड इट्स डिक्लाइन यो पढ्छ नेक्स्ट लेक्चरमा हामी यो पढ्छ नेक्स्ट लेक्चरमा पढ्छ अब आजलाई यति इन्ट्रोडक्सनमा दिए राम्रोसँग सुन्नु होला क्लासलाई अब्जर्भ गर्नु कस्तो भयो क्लास कमेन्ट पनि गर्नु होला हस् धन्यवाद नमस्कार